ल यार सौ पनि आउने बेला भइसक्यो अहिलेसम्म बनिहाल्ने छैन यार। छ केटा कति कमाइ आज अब कमाइसँग पनि छैन, अब मान्छे पनि भेट्दैन, तर पनि बुझ्दिन न समस्या। के बुझ्नु मैले तिमीहरूको सबै मैले बुझेर हुन्छ। मलाई अरू चाहिँदैन, अरू केही पनि थाहा छैन। मेरो क्यामेराबाट चाहियो यति हो। मलाई समय मिला ल यार सवाएर त जसरी पनि क्यामेरा भाडा चाहियो भन्छ, कहाँबाट मिलाउने होला मैले यार। तनाव भयो यार, क्यामराम्यानको जिन्दगी यस्तै रहेछ। ए उपर एउटा जायदा रहेछ, त्यसलाई सोधेर हेर्छु है त। दाई पठाइदिनुहोस् तपाईँ। यार नक्सिने के भाइ हेर्नु न दाई एउटा भने प्लिज प्लिज दाई। किन सुन्दैनस् उता आइफोन देखेन दाई दाई पठाइदिनुहोस् तपाईँ। फोटो नखिचौँ होला भाइ। दाई किन्नु न यार, आज मेरो कमाइ नै भएको छैन क्या दाई। साउलाई पनि दिनु थियो, साउले त आज मलाई जसरी पनि पैसा लिएर भनेछ दाई यार। फोटोको कसरी दिनुहुन्छ भाइ? तपाईँलाई त म मिलाएर गरिदिइहाल्छु नि दाई। बस्नु न है दाई उता पर, म किनिदिइहाल्छु। ल यार पैसै कमाउन सकिने मान्छे भन्दा साउलाई के दिने, आफू के राख्ने, म नराख्ने साउलाई दिनु पर्ला यार। वाउ आज त यति पनि साउलाई खुसी बनाउँछ यार। साउजी लिनुहोस्, आजको कमाइ चाहिँ 500 मात्र कमाउनु सक्यो। 500? दुःख गर्यो होइन, त्योभन्दा सक्दै सकेन। 500ले चाहिँ के गर्नु हो? मैले क्यामेरा भाडा 1000 होइन, भोलि नआएछ क्यामेरा उता एक ठाउँबाट यो काम छ। केटाहरू यस्तो गर्छ भने यार त्यो क्यामेरा उता राख्यो राम्रोसँग कुरा भेटेस् फेरि। झन् यहाँ आफ्नो देशमा त यति गाली खानु पर्छ भने हाम्रो नेपाली दाजु दिदी बहिनीहरूले अर्को देशमा गएर झन् कति गाली खाएर सहेर काम गरिरहेको होला।